खानुहुन्छ दबाई खाने बेला भयो हुन्छ अहिले खान्छु ल ल ल मैले राखेर म घाँसबाट जान्छु हाल्छु यो कुखुरो अनि अब चेलीबेली टिप्ने आइहाल्छन् अब बनाउनु पर्यो यो कुखुरो ट्याक्क राखेर भोलि पर्सि कुखुरो फेरि त्यो हर्केले चोर्ने कि अनि डर छ कि यहाँ गाउँमुखी चोर्ला त्यस्तो अलि जानुपर्छ ए ढाक्लास तलसम्म लिन आउँछु फेरि क्या यो पछि त्यो बजियाले हर्के चोर कहाँ पुगिसक्यो कुखुरो रोइदिन्छ अब छिटो बनाउनु कुखुरो त यहाँ राखेर चाहिँ बजिहाले सीताको घरमा यस्तो समस्या छ बुबा पनि बिरामी हुनुहुन्छ साथीहरूलाई भनेर केही सहयोग गर्नुपर्छ साथीहरू चौतारीतिर होलान् जानु पर्यो दाइ नमस्ते नमस्ते बस केही सल्लाह गर्न थियो के सल्लाह हो र सीताको घरमा यस्तो समस्या परेको छ हो त तिनीहरूलाई सहयोग गर्नुपर्छ बुवा नि बिरामी हुनुहुन्छ अरू साथीहरूलाई नि भन न त्यसै सहयोग गरौँला हस् दाइ ल म गएँ फेरि ल होला सीता गाह्रो परेको छ त्यो भएर सहयोग गर्न होला पैसा त त्यस्तै हो अलिअलि सहयोग गरौँ न त्यस्तो भनेर कहाँ भयो र गाउँमा बसेपछि त केही त सहयोग गर्नु पर्यो सहयोग त गर्न पर्यो नि अब सबै गाउँका मिलेर होइन केही उठाएर पैसा कि केही उठाएर दिन पर्यो नि त्यो त हो तर अनि मलाई बेर भएको छ म चाहिँ गएँ घरतिर काम गर्नु पर्यो ल अब सबै मिलेर होइन तेल पनि थोरै रहेछ अब सबै सामान सकिन लागेको छ अब तिज पनि आउन लाग्यो के गर्ने होला राम्ररी खाना पनि गाह्रै छ हामीलाई अब तिज पनि आउन थाल्यो बुबा पनि बिरामी हुनुहुन्छ के पकाएर खुवाउने होला दाइ टमाटर के गर्न राख्न टमाटर बेच्न लाग्यो बाबु यतिखेर छन् टमाटर 1 किलो जति राखिदिनुहोस् त बाबु रोग है फेरि म प्लास्टिक लिएर आउँछु प्लास्टिक हैन्छन् बाबु यतिखेर छ नि गमलेसित लैजाऊ न लान्न भयो दाइ हेर्नुहोस् त यस्ता कोहीका छन् नि केले खाएका छन् हेर्नुहोस् त राम्रो छ नि यो अलि मिलाएर लसी भइहाल्छ नि त 1-2 दिनलाई लान्न दाइ लैजाऊ न लैजाऊ लान्न के दाइले म गएँ नलैजाने नलैछु टमाटर अलिकन थिए हटेछन् फटाले लगेर गऊ गरिबलाई सहयोग गर्नु पर्ला भनेर राखेको टमाटर के गर्ने अलिकन पैसा चाहियो पठाइदिऊ त साथी हेलो बहिनी पैसाको जुगाड त भयो अब तिनीहरूलाई सहयोग गर्नुपर्छ तिज आउने 1-2 दिन मात्र बाँकी छ ल सबैलाई भेला पारेर र सहयोग गरौँला ल दाइ फेरि म पनि आउँछु दिदी नमस्ते सन्चै हुन्छ नमस्ते सन्चै छु तपाईलाई चाहिँ हामीले गाउँभरिका मानिसहरू मिलेर सहयोग गर्ने भन्ने थियौँ सामान घरमा पुगाइसकेछौँ र अङ्कललाई पनि हामीले हस्पिटलमा छोड्दैछौँ त्यही भएर भन्न आएको हजुरलाई र धेरै धेरै धन्यवाद मलाई सहयोग गरेकोमा मेरो अवस्था त्यस्तै छ म सानै छँदा मैले समाजमा बसेर सहयोग गर्न परिहाल्यो नि दिदी ल ठिकै छ अब अङ्कललाई राम्रोसँग हेरविचार गर्नु होला ल आज चाहिँ हामीले नयाँ सिरियल बनाएका थियौँ यसको नाम चाहिँ सहयोगी समाज यो र हाम्रो भाइले चाहिँ केही भन्न खोजेको छ भाइ भन गाइज लास्टसम्म भिडियो हेरिदिनु भएकोमा पहिलो कुरा त थ्याङ्क यू होइन ल हाम्रो भिडियोलाई लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु ल यस्तै यस्तै भिडियो आउने छन् बाई बाई गाइज ल बहिनीले केही भन्न न
सबैजनाले माया गरिदिनु होला, फलो गरिदिनु होला। सबैजनाले हाम्रो भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला। अनि हामीलाई अर्को भिडियो पनि लिनेछौँ, त्यसलाई पनि राम्रोसँग हेरिदिनु होला। किन रहेछ यार बिच चाहिँ दिदी नमस्ते। पनि आउँछु यहाँ केही सल्लाह गर्न थियो।